सम्पूर्णमा नमस्कार, म केशव राम सार्की। एकैछिन यो भिडियो हेरौँ, त्यसपछि केही कुरा गर्नेछु। तपाईको मनमा बुलदुली भया होला यो भिडियो किन देखायो भनेर। यो भिडियो देखाउनुको कारण दुई तीनवटा छ। एउटा कारण त म अहिलेको जो नयाँ सरकार, हाम्रो राष्ट्रपतिको सरकार जो आया छ, हाम्रो बालेन्द्र शाहज्यू जुन प्रधानमन्त्री बन्नु भएको छ, उहाँ समक्ष यो भिडियो अवश्य पुग्दै जाओस् भन्न चाहन्छु। दोस्रो, हाम्रो जो मिडिया हुनुहुन्छ नेपालमा, जति पनि मिडिया हुनुहुन्छ उहाँसम्म पनि यो भिडियो पुगी जाओस् भन्न चाहन्छु। अब यो भिडियोमा तपाईले के देख्नुभयो त? के देख्नुभयो? एउटा, बाटोको अवस्था कस्तो छ। दोस्रो, बिरामीलाई स्टेजरमा उठाएर त्यो बाटोमा हिँड्ने मान्छेको अवस्था कस्तो छ। हल्का पनि पैर यताउति भयो भने बिमारीको पनि त्यहाँ नक्सान अनि आफूलाई पनि नक्सान, आफूलाई पनि चोट लाग्न सक्छ त्यहाँ पैर यताउति भयो भने। अब हेर्नु त कस्तो विडम्बना। हाम्रो पहाडी विभागमा सबभन्दा मेन भनेको यही समस्या हो, सबैले भोगेर आएको समस्या। अहिले यो भिडियो कर्णालीको हो। तपाईले हेर्नु त यो अवस्थामा एउटा बिरामी बोकेर त्यहाँदेखि अस्पताल पनि आफ्नो गाउँघरमा राम्रो अस्पताल भइदिया भए त्यो बिमारीले बोकेर सहर ल्याउनु पर्दैन थियो के। सोच्नु त, राम्रो औषधि पाइया भए, राम्रो दबाई पाइया भए, राम्रोसँग इलाज हुने भए त्यहाँदेखि बोकेर ल्याउनु पर्ने सहरमा कुनै अवस्था थिएन के। म अहिलेको सरकारलाई के भन्न चाहन्छु भने सबभन्दा पहिले यस्ता यो जुन दृश्य भइरहेछन्, जो यस्ता समस्या आइरहेछन्, यो समस्या हल हुनु पर्यो सरकार। एकचोटि सबैजनाले सोच्नु त, त्यहाँ बिरामी त छँदैछन्, त्यसपछि हल्का पनि पैर यताउति भयो भने आफूलाई पनि नोक्सान हुने खतरा छ। त्यो त्यस्तो बाटो छ के। यहाँको अवस्था, यो जटिल अवस्था देख्दा सबैको मन रुन्छ के। हाम्रो नेपाल पहाडी विभागमा सबभन्दा पहिले यही समस्या हुनुहुन्छ। अहिले मैले यही दृश्य हैन, हाम्रो दोगडा केदार एक बैतडीको पनि हाम्रो यही दृश्य। सबभन्दा पहिला मेरो रिमकै दृश्य यस्तै छ। सबै ठाउँमा राम्रो अस्पताल, राम्रो उपचार भइदिया भए यस्तो अवस्था आउने होइन के। वहीँ हल हुने पर्ने हो, वहीँ हल हुन सक्छ। सडक राम्रो भइदिया भए गाडीमा लैजानु पर्ने थियो, सडक पनि राम्रो हुँदैन। बाटो राम्रो भइदिया भए, बाटो हिँडेर जाने बाटो राम्रो भइदिया भए हिँडेर जानुपर्ने सक्यो। बिन्ती छ सरकार, सबभन्दा पहिले यो समस्या सबभन्दा पहिले हेरिदिनु पर्यो तपाईले। सम्पूर्ण दाजुभाइ, दिदी, बहिनी, आमा, बुवा सबैमा भन्न के चाहन्छु भने यो भिडियो सक्दो सेयर गरिदिनु होला। सक्दो सेयर गरेर हाम्रो नेपाल सरकार, हाम्रो बालेन्द्र शाहज्यूसम्म यो भिडियो पुग्ने बिन्ती छ सबैजनालाई। यो अवस्था सबैको गाउँको हो के। अहिले यही कर्णालीको होइन, हाम्रो दोगडा केदार बैतडीमा पनि यस्तै अवस्था छ। यो अवस्थालाई सबैजनाले हेरेर यो भिडियोलाई अवश्य हाम्रो बालेन्द्र शाहज्यू हम यो पुगोस् भन्ने चाहन्छु। बाँकी मैले भन्नु केही छैन। राम्रो लाग्यो यो भिडियो, तपाईलाई सबैभन्दा निको लाग्यो भने यसलाई लाइक, शेयर, कमेन्ट, फलो अवश्य गरिदिनु होला। म केशव राम सार्की, दोगडा केदार 1, रिम, बैतडी।